नमस्ते विद्यार्थी भाइ बहिनीहरू। आज म तपाईलाई एउटा प्रॉफिट लॉस को एकदमै इम्पोर्टेन्ट क्वेशन जुन चाहिँ बीएलई को सेटबाट ल्याएको हो र यो क्वेशन अलरेडी एक्जाममा आइसकेको क्वेशन पनि हो र अलिकति ट्रिकी क्वेशन छ र ध्यान दिएर हेर्नु होला। म चाहिँ यो क्वेशनलाई एकदमै सरल तरिकाले बुझाउने प्रयास गर्नेछु। ओके, सोलुसन सुरु गरौँ है त। पहिला हामी क्वेशन पढौँ है। पहिला चाहिँ क्वेशनले के भन्न खोजेको छ त्यो चाहिँ क्लियर भयो भने हामी त्यो क्वेशनलाई चाहिँ फर्दर सजिलै चाहिँ डिल गर्न सक्छौँ है त। ल क्वेशनले के भनेको छ एकैछिन पढौँ त। Chavilal deposit a sum of money in a bank for 6 years at 10% simple interest. At the end of the 5 years, he made Rs 90,000 in total भनेर भन्छ हो। एउटा छविलाल भन्ने मान्छेले एउटा ब्याङ्कमा 6 वर्षको लागि, कति वर्षको लागि 6 वर्षको लागि भनेर 10% ब्याज दरमा चाहिँ सर्टेन अमाउन्ट जम्मा गरेछ। त्यो कति पैसा जम्मा गर्यो त्यो चाहिँ थाहा छैन हामीलाई, त्यो चाहिँ पछि निकाल्नु पर्ने यहाँ क्वेशनमा दिएको छ। अनि चाहिँ अर्को कुरा के भने त क्वेशनमा भनेपछि 5 वर्षको अन्त्यमा उसले जम्मा रु 90,000 अथवा 90,000 बनायो भन्छ। उसले 6 वर्षको लागि भनेर इन्भेस्टमेन्ट गर्यो है, तर 5 वर्षमा यदि उसले निकाल्न चाह्यो भने उसको चाहिँ 90,000 भइसकेको थियो अरे भन्छ। अब क्वेशन नम्बर एले के भन्छ, फाइन्ड हिज प्रिन्सिपल। अब प्रिन्सिपल अमाउन्ट भनेको उसले कति पैसा जम्मा गरे हो त त्यो पत्ता लगाऊ भने हो नि त हो। यो चाहिँ क्वेशन नम्बर एले सोध्यो। अनि क्वेशन नम्बर बीले भन्छ फाइन्ड द इन्ट्रेस्ट ही अर्न्ड एट द एन्ड अफ 6 इयर हो। उसले चाहिँ 6 वर्षमा चाहिँ कति इन्ट्रेस्ट कमायो भनेर भन्छ है। 5 वर्षमा चाहिँ उसको पैसा यति भएको थियो, कति 90,000 भएको थियो भनेपछि 6 वर्षमा चाहिँ उसले त्यो सावाबाट कति इन्ट्रेस्ट कमायो, कति ब्याज कमायो त्यो निकाल्यो भनेको छ बी नम्बरले है त हो। अनि सी नम्बरले के भन्छ, इफ ही donated 5% of his interest earned to a charity, find the amount of donation भनेर भन्छ। यदि उसले आफ्नो कमाएको ब्याजबाट हो, कमाएको ब्याज भनेको 6 वर्षमा कति ब्याज आउँछ त्यो ब्याजको चाहिँ 5% यानी 5% चाहिँ कुनै परोपकारी संस्थालाई दान गर्यो भने उसले कति रुपैयाँ चाहिँ दान गर्यो त्यो पनि निकाल भनेर भनेको छ। ठिक छ, ओके। ल सुरु गरौँ है। ल हेर त, पहिला हामीले गिभन कुराहरू लेखौँ जुन चाहिँ हामीले क्वेशनले अलरेडी दिएको छ। ल उसले चाहिँ कति वर्षको लागि राखेको हो त 6 वर्षको लागि राखेको हो भनेपछि टोटल टाइम फर इन्भेस्ट टाइम फर इन्भेस्ट है इज इक्वल टु 6 इयर। एउटा हामीले त्यो दियो। अनि अर्को चाहिँ के दियो, रेट है, रेट आर इज इक्वल टु 10% हामीलाई दियो। अनि अर्को चाहिँ के दिएको छ भनेपछि यो 5 वर्षमा भएको जम्मा रकम भनेको चाहिँ के भयो त यहाँनिर मिश्रधन भयो अथवा टोटल अमाउन्ट भयो जसमा चाहिँ उसको सावा र ब्याज दुइटै जोडिएर चाहिँ के भएको त यो 90,000 भएको। त्यही भएर यो चाहिँ के भयो त अमाउन्ट भयो, अमाउन्ट इज इक्वल टु 90,000। ओके। अनि अर्को कुरा चाहिँ हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि चाहिँ यो अमाउन्टको लागि टाइम कति हो त 5 इयर हो। अब यो टाइम हो। अब विद्यार्थीहरू कन्फ्युज हुने चाहिँ कहाँनिर हो भन्दाखेरि चाहिँ यो जुन टाइम छ नि त्यो त टोटल इन्भेस्टमेन्टको टाइम, उसले कति वर्षको लागि चाहिँ ब्याङ्कमा जम्मा गर्ने हो त्यो चाहिँ यो टाइम है। तर यो जुन 90,000 जुन अमाउन्ट भएको छ अथवा मिश्रधन भएको छ त्यो टाइम त कति वर्षमा भएको 5 इयरमा भएको हो भनेपछि यो मिश्रधनको लागि चाहिँ टाइम कति हो अहिले 5 इयर हो है त। क्वेशन नम्बर एले के भनेको त हामीलाई फाइन्ड द प्रिन्सिपल निकाल भन्छ। प्रिन्सिपल पी इज इक्वल टु वाट भनेको हो नि त क्वेशन नम्बर एले। ल अब हामीलाई पी थाहा छैन। ल अब हामीले पीलाई चाहिँ एक्स मानौ हो। लेट प्रिन्सिपल बी एक्स मानौ, प्रिन्सिपल चाहिँ एक्स हो भनेपछि अब हामीलाई
जुन पहिला फर्मुला हामीले युज गर्ने थियौँ के फर्मुला युज गर्ने थियौँ है पी निकाल्नु पर्ने छ भने I * 100 ओपन TRT * R गर्ने थियौँ त तर यहाँ चाहिँ त्यो फर्मुलाले आन्सर आउँदैन किन भन्दाखेरि यहाँ चाहिँ I पनि थाहा छैन हामीलाई P पनि थाहा छैन दुईटा क्वान्टिटी अननोन छ भनेपछि अब हामीले अर्को फर्मुलाबाट चाहिँ यो क्वेशन सल्भ हुन्छ है त हामीले एउटा यो फर्मुला पनि पढाएको थियौँ A = P + I है अमाउन्ट = प्रिन्सिपल अमाउन्ट प्लस इन्ट्रेस्ट है अब चाहिँ यो फर्मुला पनि डाइरेक्ट लगाउँदाखेरि हाम्रो आन्सर आउँदैन किन हामीलाई A मात्र थाहा छ P पनि थाहा छैन I पनि थाहा छैन अब हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा अर्को फर्मुला पनि हामीले यहाँसम्म कम्बिनेसन गर्नेछौँ हामीले यो फर्मुला जुन पढाएको छौँ I = के पढाएको छौँ त PTR ओपन 100 भन्ने फर्मुला पढाएको छौँ हो पढाएको छौँ ल त्यसो भए we know that हामीलाई थाहा छ A = P + I हुन्छ अनि I को ठाउँमा PTR ओपन 100 लेख्न मिल्छ हो A = P + PTR ओपन 100 अब यति बुझ्यो भने अब चाहिँ भ्यालु राख्ने है अब चाहिँ सजिलै हामीले के निकाल्न सक्छौँ यहाँबाट P निकाल्न सक्छौँ ल हेर त A हामीलाई दिएको छ कति दिएको छ 90,000 भनेको A को ठाउँमा हामीले 90,000 राख्नु हो अनि P हामीले के मानेका छौँ x मानेका छौँ भनेपछि P को ठाउँमा x राखौँ प्लस Px हो है P को ठाउँमा x मल्टिप्लाई T कति छ त 5 इयर है यसको लागि अहिले T कति यो मिश्र धनको लागि कति हो T 5 वर्ष यहाँ चाहिँ झुक्किने होइन फेरि कति 5 इयर हो हैन मल्टिप्लाई R कति हो त 10% त्यो पनि दिएकै छ हो डिभाइडेड बाइ कति 100 यो फेरि होल डिभाइडर यहाँ हैन है यो x छुट्टै हो किन P + PTR ओपन 100 हो नि त हो ल भनेपछि अब हेर त 90,000 = x छ भने x लाई x / 1 लेख्न मिल्छ अनि चाहिँ हामी स्टेप नबढाउँ है ल बुझिहाल्नुहुन्छ अब यहाँ पनि डिनोमिनेटरमा 100 छ भने हामीले चाहिँ x को पनि डिनोमिनेटरमा चाहिँ 100 नै बनाउने किन हामीले त्यसपछि त्यसलाई चाहिँ जोड्नु पर्छ प्लस अनि हेर त यहाँ चाहिँ सबै तीनटै मल्टिप्लाईमा छ भने के छ मल्टिप्लाई हुन्छ हेर त 10 * 5 * x कति हुन्छ 50x हुन्छ नि हो डिभाइडेड बाइ 100 छँदैछ अब हेर त और 90,000 = यहाँ चाहिँ कति भयो 100x भयो प्लस 50x होल डिभाइडेड बाइ कति भयो त 100 भयो अब हामी क्रस मल्टिप्लाई गरेर चाहिँ हाम्रो x को भ्यालु आउँछ 90,000 = 100x + 50x लाइक टर्म छ भने के हुन्छ जोडिन्छ भनेपछि 150x भयो डिभाइडेड बाइ 100 ठीक छ अब चाहिँ यहाँ क्रस मल्टिप्लाई हुन्छ है 90,000 / 1 लेख्न मिल्छ हामीले हो अब यहाँ चाहिँ क्रस मल्टिप्लाई गर्ने ठीक छ ल अब यसलाई मल्टिप्लाई हुन्छ यसलाई मल्टिप्लाई हुन्छ हामीलाई थाहा छ है क्रस मल्टिप्लाईको बारेमा हामीले सानो कक्षाहरुमा पनि पढिसकेका छौं ल अब यसपछि क्रस मल्टिप्लाई गर ल हो देयरफोर P = प्रिन्सिपल अमाउन्ट कति रहेछ त RS 60,000 रहेछ है 60,000 रहेछ ल यो चाहिँ कपी गर्ने है ल एकचोटी स्क्रिनशट लिन पनि सक्छौ हामी चाहिँ त्यसपछि B नम्बरको सल्भ गर्ने छौं ल स्क्रिनशट लियो हैन ओके ल अब B नम्बरले के भन्छ त फाइन्ड द इन्ट्रेस्ट he earned at the end of 6 years 6 वर्षपछि उले चाहिँ कति इन्ट्रेस्ट कमायो भनेर भन्छ अब हामीले क्वेशन नम्बर A मा चाहिँ P निकालिसकेका छौं है अनि हामीलाई चाहिँ R त थाहा छदै छ है R = 10% अनि चाहिँ T पनि थाहा छदै छ अब कति वर्षको अन्त्यमा भन्छ त उले 6 वर्ष भनेपछि अब चाहिँ के हुने भयो त टाइम चाहिँ 6 इयर हुने भयो हो I = PTR ओपन 100 है अब चाहिँ फटाफट भ्यालु राख्ने I को भ्यालु आइसक्छ I चाहिँ 36,000 हो अब हाम्रो B नम्बरको आन्सर भइगयो त है ल अब C नम्बरले के भन्छ उले यदि 5% चाहिँ दान गरेको हो भने कति रुपैयाँ दान गरेको भन्छ के को 5% ब्याजको है यहाँ हेर त ब्याजबाट 5% भन्छ नि त ब्याज कति कमा रहेछ 36,000 कमा रहेछ भनेपछि 36,000 को 5% उले के गरेको डोनेट गरेको भनेपछि अब C को आन्सर चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि चाहिँ I =
36,000 क्वेसन नम्बर बी बाट हामीले पत्ता लगाइसकेका छौं है अनि चाहिँ कति पर्सेन्ट दान गरेको त donated is equal to 5% of I है is equal to 5% of I भनेको के हो त यसको 5% हो नि त कतिको 36,000 को 5% भनेपछि डिवाइडेड बाइ 100 is equal to कति भयो 1800 भयो है therefore the amount of donation is Rs 1800 है त I hope बुझ्नु भयो होला अझै कहीँनिर कन्फ्युजन लाग्यो भनेपछि कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ आजको यो भिडियोमा चाहिँ यति नै गरे यदि भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्स्क्राइब शेयर फलो गर्न नबिर्सनु होला र यदि तपाईलाई चाहिँ कुनै क्वेशनहरु कन्फ्युज लागेको छ भने त्यो क्वेशनहरुको फोटो खिचेर अथवा क्वेशनहरु टाइप गरेर मलाई सेन्ड गर्न सक्नुहुन्छ म तिमीहरुलाई यसै गरी नै त्यसको सोलुसन प्रोवाइड गर्दिनेछु है त ओके हैव अ नाइस डे टेक केयर बाइ बाइ